साथीहरू यति बेला विवाहको सिजन छ। विवाहको लगन थुप्रै भएको कारणले गर्दा जताततै विवाहका कार्यक्रमहरू हामी देख्न सुन्न सक्छौँ। यसै प्रसङ्गमा एकपटक के भएछ भन्दाखेरि एउटा हेटौडाबाट बज्रबाराईतिर एकजना व्यक्ति आफ्नो ससुराली गाउँ सालीको विवाहको लागि निम्तो भन्न जाँदै थिए। जाने क्रममा श्रीमती चाहिँ एक दुई दिन अगाडि नै गइसक्नु भएको थियो र यसरी जाने क्रममा चाहिँ के भएछ भन्दा सर जानुभएछ। जाँदाखेरि बसमा जानुभयो होइन। बसमा गएर त्यहाँ बजारबारी बस स्टपमा रोक्नुभयो, त्यहाँ ओर्लिनु भयो। त्यहाँ एउटा चौतारो रहेछ, त्यहाँ दुई तिनजना केटाहरू बसिरहेको रहेछ। त्यहाँ गएर सोध्नु भएछ, भाइहरू त्यो पारी गाउँ जाने बाटो कता पर्छ भनेर सोध्नु भएछ। सोध्ने क्रममा उनीहरूले देखाएर भनेछ, ल यो यहाँ तिनवटा बाटो छ, सर जानुहोस्, त्यो तिनवटा बाटो मध्ये बिचको बाटोबाट जानुहोस्। अलि पर पुगेपछि तिनवटा घर आउँछ, तिनवटा गाउँ आउँछ। तिनवटा गाउँमध्ये तपाईँ बिचको गाउँमा जानुहोस्, छेउछेउकोमा नजानुहोस्। अनि बिचको गाउँमा गइसकेपछि त्यहाँ सुरुमै गाउँ पुग्ने क्रममा तिनवटा घरहरू आउँछ। त्यो तिनवटा घरमध्ये बिचको घरमा जानुहोस्, त्यो 3 तलाको घर छ। र त्यहाँ गएर तपाईँ बिचको घरमा जानुहोस्, त्यो बिचको तीन तलामध्ये बिचको तलामा जानुहोस्। त्यहाँ चाहिँ 3वटा कोठाहरू छन् लस्करै। र त्यो 3वटा कोठामा तपाईँ छेउछेउकोमा नगइकन बिचकोमा सरासरी जानुहोस्। त्यहाँ 3वटा दराज लस्करै राखिएको छ, स्टिलको दराजहरू। र तपाईँ छेउको दराज नखोल्नुहोस्, बिचको दराज खोलेर हेर्नुहोस्, त्यहाँ 3वटा घर्राहरू छन्, सामानहरू राख्ने घर्राहरू छन्, तीनवटा। तपाईँ छेउछेउको घर्रा नखोल्नुहोस्, बिचको ड्रयर खोलेर घर्रा खोलेर हेर्नुहोस्। त्यहाँ चाहिँ 3वटा ठुल्ठुला पुस्तकहरू, रातो कभर भएका पुस्तकहरू राखिएका छन्। तपाईँ त्यो छेउछेउको पुस्तक नहेर्नु होला, बिचको पुस्तक छुनु होला, झिक्नु होला। त्यो चाहिँ भगवान् गीताको पुस्तक हो। त्यो भगवान् गीताको कसम खाएर म भन्छु कि मलाई त्यो हजुर जाने गाउँको बाटै थाहा छैन, धन्यवाद भनेछ। त्यसपछि उहाँ त त्यो मान्छे त टोलाएर बस्नु भएको छ। के भनिहाल्यो भाइहरूले, यत्रो समय बर्बाद गरिदियो, म यतिखेर हिँडेको भए पुगिसक्थेँ होइन, मेरो समय बर्बाद भयो भनेर भन्दैछन्। थ्याङ्क यू।